Hello everybody, welcome to my channel Suresh Official. आज चाहिँ मसँग हुनुहुन्छ हाम्रो चन्द्र दादा अनि हामी चाहिँ आज टक्क लाएर केही कुरा देखाउनको लागि र केही कुरा भन्नको लागि जाँदैछौँ। फुल भिडियो हेरेर मलाई सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त गाइजहरु। बेलुकाको 5 बजिसक्यो गाइजहरु, तर हेर यस्तो बवाल उजेलो। हेलो गाइज, अहिले चाहिँ हाल क्रोएसियाको पार्टीदेखि है आज चाहिँ सन्डेको दिन हामी चाहिँ बाहिर यसो सी साइडतिर घुम्न हिँडिरहेको छौँ होइन। ठिकै अब आज खासै बिजी थिएन अब होटल डिनर होइन। म हल्का यताको भ्यू सी साइडको भ्यू पनि देखाइदिन्छु है। हेर्नु है कति सफा छ, हेर न होइन, कति दामी छ क्या। ल यो चाहिँ सी साइड छैन, अब सी साइडको छेउछेउमा यहाँ आज चाहिँ सन्डे आइतबारको दिन हामी चाहिँ समुद्री साइडतिर हामी दुई भाइ चाहिँ वाकिङ गर्दैछौँ। इभिनिङको टाइम छ, दामी मौसम छ, लगभग जाडो पनि हराइसकेको छ लगभग होइन। अब लगभग गर्नु सुरु भइसकेको छ। हामी दुइटा क्याब नपाएको बेकार है, घुम्दैछौँ समुद्र छेउतिर। काम चाहिँ छ हाम्रो, तर आज बिदा आयो कि काम नपाएको थियो होइन। बिदा त होइन, हामी बिहान यस्तो 500 जना गएको थियो होइन। 500 जनाको ब्रेकफास्ट लानेर आएको हो हामी चाहिँ। अनि बेलुका चाहिँ आज थोरै छ कि 20-25-30 जना होला खाना खाने मान्छे। अनि त्यही भएर छुट्टी हाम्रो चाहिँ होइन। धेरै काम पनि गर्नुहुन्न नि त जिन्दगीमा कहिलेकाहीँ। कस्तो भन्ने हेरेर देखाइदिउ न त। टक्क यहाँ यस्तो बवाल क्याफे छ। यो चाहिँ टक्क बाटो हिँड्दाखेरि यता समुद्रको सी हेर्दै, ए समुद्रको सी रे क्या बोला, टक्क समुद्र हेर्दै चेस खेल्दै मजाले बसेर खाने ठाउँ हो होइन। गर्मी सक्नु भएको मान्छेहरू आउँछ नि त त्यो प्रायः जस्तो। हामी चाहिँ कहीँ पनि जाँदैन। छेउछेउमा यति सफा छ होइन, हिँड्नलाई, मर्निङ वाक गर्नलाई, इभिनिङमा यस्तो ल यसरी उफ्रिनुलाई होइन। यति सफा बनाएर राख्दैछ क्या यहाँको सरकारले यार। यस्तो पो हो त यार। ल है ओपाटियाबाट देखेको समुद्री भ्यू है यो चाहिँ। त्यो देखेको चाहिँ रियाका है, यो चाहिँ पुरा रियाका सिटी हो त्यो चाहिँ। त्यहाँ अब पुरा मालवाहक लिएर आउँदैछ जहाज है। ल होइन, ल हेर न कति सफा छ, कति दामी छ। ए मा हो होइन। अब नेपालको त खोला छेउछेउ त यसरी हिँड्न कहाँ सकिन्थ्यो र, गनाउँछ माई गड है। यहाँ त बिन्दास छ यति ल होइन। कति लगानी गरेर चाहिँ गरेको छ होइन, कति कोस्ट गएको छ त्यति गर्नलाई नि होइन। उपाटियाको भ्यू पनि हल्का देखाइहाल्ने होइन। सबै राम्रो छ, रमाइलो होइन, बस्न लायक छ, सफा छ, रमाइलो छ। सफा त कुरै नगरौँ अब होइन, नेपाल सम्झेर त भएन होइन। सरसफाइमा पनि यतिको विकास गरेको भए योभन्दा अझ राम्रो हुने ठाउँ छ कि नेपालमा। विकासै गरिदिँदैन, नत्र हाम्रो त्यो टक्क अब भनौँ न सी साइड त छैन, तर पोखरातिर यसो होइन लेकहरू छ, त्यस पछाडि धेरै राम्रो राम्रो ठाउँहरू छ। त्यत्रो अब विश्वकै सबभन्दा ठुलो सगरमाथाहरू भएको देश होइन। विकास बिजोग गरेर राखेको छ नि नेपाललाई त है। ल दामी छ ल हेर होइन, सफा छ। सर मान्छेहरू भर्खर डगीलाई वाकिङ गरेर लिएर गयो है। कुकुरलाई वाकिङ गरेर छ, अब के कुराहरू होइन। यस्तो ठाउँ बनाइदिएको छ। हेलो साथीहरू, यो चाहिँ होइन एउटा यो पानी जहाजहरूको के भन्छ, यो एयरपोर्टको प्लेनको एयरपोर्ट जस्तै पानी जहाजको पनि यो एउटा ल्यान्डिङ एरिया, इन्टरनेसनल एरिया हो कि। यहाँ चाहिँ सबै देशबाट आउने रहेछ कि यो सिपहरू। स्पेन भाइहरू गयो हो नि, अनि स्पेन भागेर जाँदा पनि हुन्छ यहाँबाट। सबै अफिस चाहिँ सबै। अनि तपाईँहरू होइन यता उपातिया एरियाबाट चाहिँ
यदि फ्रान्स स्पेन यो युरोपभरि जब जानु चाहनुहुन्छ भने टक्क आउने बुकिङ गर्ने होइन टक्क यस्तो बवाल छ कि टक्क बुकिङ गर्ने अनि पानी पानी समुद्र दामी छ कि यो पनि एउटा एयरपोर्ट जस्तै हो क्या इन्टरनेसनलै सबै देशबाट आएको हुन्छ क्या यहाँनिर हेर्नु नै खतरा त्यो प्राइभेट हुन्छ क्या प्रायः जस्तो चाहिँ यो प्राइभेट जेटहरू सबै प्राइभेटहरू पनि हुन्छ क्या प्रायः धेरै त प्राइभेटै हुन्छ यस्तोमा आउने अब त्यो ठुलोमा त्यो मान्छे बोकेर हिँड्ने चाहिँ ठुलो चाहिँ अलिकति त्यो महँगो हुन्छ नि त अनि त्यो मान्छेहरूको आफ्नै भएको चाहिँ यहाँ आउने हो क्या घुम्नलाई यस्तो बवाल छ हामी पनि अब स्पेन भाग्नु लाग्यो यो कस्तो बवाल छ है टक्क के प्राइभेट हो नि यिनीहरू चाहिँ सबै प्राइभेट हो नि बवाल टक्क है पानीमा कुदाउनु मजा आउँछ होला सुन्दरीहरू दौडिँदैछ है गर्मी भएछ कट्टु लाएर दौडेछ त्यस्तो भन्नु हुँदैन अरू कुरा भनेको त्यस्तै हो होइन तर आजको लागि चाहिँ हामी यति नै माया गरिदिनु होला सपोर्ट गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला आएको पैसा बाँडचुडी खानुपर्छ कि साह्रो जिन्दगी रमाइलो त हो होइन ओके यति भन्दै आजको चाहिँ भ्लगलाई